आज हामी किबी बस्ती इलाममा लगातार किबी फर्म र किबी नर्सरीमा काम गरिरहेका छौँ। आज चाहिँ हामी यो पोलिथिन ब्यागमा रुट स्टकलाई यसरी तयार गरिरहेका छौँ। 2-3 देखि नै हो र यो बिरुवालाई चाहिँ हामीले यहाँ रुट स्टकमा तयार गर्नुको अर्थ चाहिँ यो 2-2.5 महिनाको भएपछि हामी यसलाई सम्बन्धित ठाउँमा ट्रान्सप्लान्ट गर्छौँ। यो पहिले नर्सरीमा उमारेको हो। 3 महिनाको बिरुवा हामीले यहाँ राखेका छौँ। 3-4 दिन मात्रै भयो। अनि जब यो बिरुवा चाहिँ सम्बन्धित ठाउँमा लगिन्छ र त्यहाँ रोपिन्छ, यसलाई ग्राफ्टिङ गरेर गोल्डन, रेड, ग्रिन अथवा कुन भेराइटीको बनाउने हामी 1.5-2 फुटको माथि त्यसलाई ग्राफ्ट गर्छौँ फलिराखेको बोटबाट भाले या पोथी भनेर। अनि त्यसपछि मात्रै चाहिँ हामी बिरुवा रोप्यो भनेदेखि अब यो सम्पूर्ण हामीले चाहिँ ब्रुनो जातको किवी फलबाट रुट स्टक तयार गरिराखेका छौँ। यो रुट स्टक चाहिँ ब्रुनो जातको तयार गर्नुको अर्थ चाहिँ यसको जरा फैलिएर जान्छ, पछिसम्म हतपत रोग लाग्दैन, त्यो कारणले हो र फल पनि बढिदिन्छ। यसरी हामीले करिब करिब यहाँ अहिले जुन पोलिथिन ब्यागमा राखिँदैछ अनि नर्सरी ब्याडहरूमा छ, ग्राफ्टिङहरू तयार गरिएको बिरुवा छ। हामी चाहिँ यो जङ्गलको माटो अनि कोकोपिटहरू, बालुवा सबै कुरा माटो मिसाएर गाईबस्तुको मल मिसाएर तयार गरिराखेका छौँ गुणस्तरको बिरुवा बनाउनको लागि। र करिब करिब हामी यहाँ चाहिँ हाम्रो वरिपरि 1 लाख बिरुवा चाहिँ ग्राफ्टिङ र यो सिड गरेर अथवा सिडलिङ गरेर हामी रुट स्टक गरेर बनाइराखेका छौँ। र यही समयदेखि पनि हामी रेड, ग्रिन, त्यसपछि गोल्डन भेराइटीको सबै किसिमको बिरुवाहरू उपलब्ध गराउन सक्छौँ। हामीसँग चाहिँ 20 वर्षको अनुभव छ। हाम्रो आज तपाईँहरूलाई हाम्रो सम्पूर्ण यहाँ काम गर्दै गरेको छोटो सानो फर्मको रुद्र खतिवडा आफै छ यहाँ। अनि यसरी चाहिँ हामी यो फर्मको नर्सरी अनि फर्म यो तयार भएको बिरुवा भर्दै गरेको हामी सबै कुराहरू देखाउँछौँ तपाईँहरूलाई। यहाँ हेर्नुहोस्, हामीले यसरी मल, माटो, कोकोपिट, बालुवा भरेर चाहिँ यो तयार गरेका छौँ पोलिथिन ब्याग। अब यसमा हामी बिरुवा रोप्छौँ। यसरी नानीहरू यो चाहिँ सरस्वती उच्च मावि सन्दकपुर इलामको चाहिँ बाली विज्ञानको विद्यार्थीहरू ओजिटीमा आएर पनि सिक्दै हुनुहुन्छ, सहयोग गर्दै हुनुहुन्छ। उहाँहरूको पनि हामी उज्जवल भविष्यको कामना गर्दछौँ। यी कुराहरूमा खेतीपाती बाली विज्ञान अनुसारको हाम्रो ठाउँमा हुने हावापानीमा हुने उहाँहरूले सिकेर राम्रो गर्नुभएको होस्। र यसरी यो माटोहरूमा हामी काम गरिरहेका छौँ। अब हामी अरू नर्सरी पनि हाम्रो बन्दै गरेको देखाउँछौँ सबै ठाउँको। यो चाहिँ हाम्रो पोली ब्यागको लागि राख्नको लागि रुट स्टक बिरुवा पनि हो। हामीले लगभग 1.5 लाखको बिरुवा, 1.5 लाख सङ्ख्यामा बिरुवा राख्नको लागि हामी तयार गरिरहेका छौँ। यो उतापट्टि देखिएको भनेको हाम्रो ग्राफ्टिङ बिरुवा हो। यो चाहिँ हाम्रो गोल्डन किवी फल। यो हाम्रो रुट स्टकको दोस्रो नर्सरी हो। बिरुवाको सँगसँगै अलैँची फल पनि सँगसँगै लगाइएको छ। यो अलैँची बगान भयो भने यो हाम्रो ग्राफ्टिङ किवी गरेको ठाउँ हो, नर्सरी बारी। यो चाहिँ हाम्रो ग्राफ्टिङ क्षेत्र नै यता किवी बगान यतातिर छ है। चिया बगान बारीभित्र पनि यसरी किवी लगाएर मुनिबाट चिया माथिबाट किवी फल फलाउन सकिन्छ। यो चाहिँ ग्राफ्टिङ बिरुवा हाम्रो मङ्सिर पुसमा रोप्नको लागि तयार भएको बिरुवा हो। यसरी यो बिरुवामै फलेको छ। यसरी बिरुवामै फलेको देख्न सकिन्छ।
झोडामाथि छेउमा छ यहाँ आइज ठुलो बनाउनलाई चाहिँ यो छाट्नै पर्छ बिचमा यसरी यो गोल्डेन हो यो चाहिँ सबै गोल्डेन भेराइटीको यहाँ पनि यसरी मिलाएर गर्न सक्छु दोहोरो आम्दानी हुनसक्छ यो चाहिँ एउटा नमुना बगान हो रुद्र भाइ किवी खेती कस्तो हुँदैछ नर्सरी किवी खेती एकदम राम्रो हुँदैछ हामी नर्सरीमा व्यापक रूपमा लागिरहेको कति वर्षदेखि चाहिँ हो यो व्यावसायिक किवी खेती किवी खेती हामीहरूको 2065 सालदेखि चाहिँ व्यावसायिक रूपमा भनेपछि 18 वर्ष भइसक्यो 18 वर्षको अनुभव अरे तपाईँ चाहिँ अरू सबै विदेश जाने युवाहरूको मनस्थिति छ किवी खेतीमै लाग्नुको अर्थ चाहिँ के हो यो समयमा पनि यो समयमा म जस्तो युवा स्वदेशमै बसेर काम गर्नुको उद्देश्य चाहिँ परिवार सँगसँगै बसेर नेपालमा पनि केही गर्न सकिन्छ विदेशको जतिको आम्दानी लिन सकिन्छ है भनेर एउटा नमुनाको रूपमा म गरिरहेको छु अनि तपाईँको परिवारमा जम्मा बुवा भोला खतिवडा अनि रुद्र खतिवडा बेनुप भाइ त अब कोरियातिर भयो वैदेशिक रोजगारमा उसको पनि योगदान धेरै ठुलो छ किवी विस्तार गर्नमा अनि रबिना दुलै अनि दुलै कान्छी बुहारी सहित भएर सबैजनाले गरिराखेको छ यसको आम्दानी फल बिरुवा अनि सँगसँगैको यो चिया खेती भयो पशुपालन मकै अलैँची यी सबै कुराबाट सन्तुष्ट छ या के कस्तो छ अहिले कस्तो परिणाम देखिँदैछ अहिलेसम्मको यसो हेर्दाखेरि आम्दानीलाई यसो निहालेर हेर्दाखेरि राम्रै छ सामान्य खाडी मुलुकमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै पनि परिवारसँगै बसेर गर्दा पनि मासिक रूपमा 70-80 हजार रुपियाँ घरमै बसेर पनि कमाउन सकिँदो रहेछ भन्ने एउटा भइरहेछ धन्यवाद ल एकदम उज्जवल भविष्यको शुभकामना यो किवी अभियान लगायत आधुनिक कृषि प्रविधिलाई सबै बजारीकरण औद्योगिकरणसम्म अर्ग्यानिक हिसाबले लानमा भाइ जस्तो व्यक्तिहरूलाई एउटा प्रेरणा नै मिलोस् सबैजनालाई शुभकामना बेस्ट अफ लक थ्याङ्क यू धन्यवाद